Hello and namaste. Welcome back. Another video, another episode is me Susan. अहिले चाहिँ म ट्याक्कै हिले बजारको यो सिरान बजारमा छु है त साथीहरू। के छ कसो छ आयो बजारहरू सबैजना सन्चै हुनुहुन्छ होला। म भने एकदम आरामै सन्चै र आनन्दै छु। अहिले चाहिँ म बिहानै हिले आइरहेको छु। आज हिलेको साप्ताहिक बजार, सो साप्ताहिक बजारको लागि आएको थिएँ र बजार नछिरी यहाँ मेरो चाहिँ थोरै काम परेर म यहाँ माथि जाँदैछु। अनि आजदेखि 4 दिन बिदा छ यार। 4 दिन बिदामा के गर्ने हो कमेन्ट गर्नु होला है त। म त घरतिरै रहन्छु होला। हजुरहरू के गर्नुहुन्छ, के छ प्लान? यदि हजुरहरूको केही प्लान छ भने मलाई पनि भन्नु होला, मलाई पनि समावेश गर्नु होला हजुरहरूको प्लानमा। म चाहिँ एकदम फुर्सदिलो छु, घरतिरै 4 दिन चाहिँ रहन्छु होला। कति काम मात्रै गर्ने होइन साथीहरू, काम चाहिँ 2-4 दिनलाई एकदम थाती राखेर रमाइलो गर्नुपर्छ होला। घरतिर पनि टाइम दिनु पर्यो सबैजनालाई। घरतिर पनि होइन सधैँ कति डुल्ने, कति काम 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 गर्ने होइन। यो 4 दिन चाहिँ ओभर फुर्सदमा बस्दिउँ न भन्ने कुरा हो होइन। अहिले चाहिँ म ठ्याक्कै सैनिक इलाकामा आइपुगेँ, जस यहाँ चाहिँ अलिकति सैनिक क्षेत्र हो यहाँ चाहिँ। अनि हिलेको एकदम पपुलर भाइरल चाँपको रुख छ यहाँ अगाडि, भाइरल ठाउँ। अनि यहाँ चाहिँ श्री 2 नम्बर बाहिनी गण होइन। यहाँ चाहिँ यस्तो दामीको ठाउँहरू छ क्या। म चाहिँ यहाँ माथि टक्क एकछिन माइन्ड फ्रेस हान्दिएर आऊँ न त भन्ने कुरो हो होइन मेरो। अब यहाँ म चाहिँ माथिसम्म जान्छु अनि यसो घुमेर आइदिन्छु है। ओभर चिसो छ यार। हजुरहरूकोतिर कस्तो छ? महिना त गर्मी हो, तर यहाँ चाहिँ म आएकै थिइनँ कि। झन्डाहरू यहाँ चाँपको रुख भाइरल ठाउँ होइन। अनि यहाँ चाहिँ चोबार जस्तो एउटा खुल्ला ठाउँ पनि छ होइन। तर म चाहिँ यहाँ खासै यो चाँपहरू फुल्दाखेरि आउन पाएकै थिएन क्या। अब म अलिक बिजी नै हुन्छु नि त, सो आउन पाएकै छैन। अनि आज चाहिँ यहाँ बजार आइदिएको बेला आइदिएको।